हेलो गाइज, आई एम यशोदा नेपाल। आज चाहिँ म हलेसी खोटाङ जाँदैछु र मेरो ब्लग कस्तो लाग्छ सुझाव सल्लाह दिनु होला। र हामी चाहिँ 5 जना जाँदै थियौँ र यो चाहिँ हामी यता पहाड पुगिसकेका थियौँ। मैले चाहिँ ब्लग बनाउनै बिर्सेको थिएँ र सुरु गरेको थिएँ। हेर्दै गर्नु होला, कस्तो लाग्छ सुझाव सल्लाह दिनु होला। हामी हलेसी जाँदा चाहिँ सुनकोशी हुँदै जानुपर्दो रहेछ र हामी चाहिँ फाइनली सुनकोशी पुगिसकेका थियौँ र सुनकोशीमा चाहिँ पुरै सङ्लो पानी थियो र हामी त्यसै हुँदै पहाड हेर्दै जान्थ्यौँ र धेरै पछि म चाहिँ पहाड पुगेको थिएँ र हामी फाइनली हलेसी पुगिसकेका थियौँ। यो चाहिँ गाडीले झार्नेको ठाउँ थियो र हलेसी हामी पुगिसकेका थियौँ। हलेसीमा चाहिँ यस्तो देखिरहेको थियो, कति राम्रो पानी पनि पर्न लागिसकेको थियो। हामी पुग्दा चाहिँ हामी छिट्टै पुगेका थियौँ। हलेसीको यो बाहिर चाहिँ यस्तो थियो, चिसो पनि थियो, धेरै मौसम चाहिँ चिसो भइसक्यो। विराटनगर गर्मी, हलेसीको जाडो। यसपछि चाहिँ हामी गएर रुमसुम लिएर हामी अब आज नै दर्शन गरौँ, आज पनि हेरेर आऊँ भनेर हामी चाहिँ मन्दिरतर्फ लाग्यौँ। म अनि दादा, अर्को भाइ, दिदीहरू चाहिँ अगाडि, दिदी र एउटा बुनु चाहिँ अगाडि गइसकेका थिए र हामी चाहिँ कस्तो छ मतलब धेरै पछि म पहिले नै सानी हुँदा गएको थिएँ तर यस्तो रहेछ, पुरै गेट यस्तो भइसकेको रहेछ। हलेसी महादेव पार्वती स्थान, महादेव स्थान, पार्वती स्थान, महादेव स्थान, हलेसी महादेव स्थान, हलेसी महादेव, हर हर महादेव। यहाँ चाहिँ चट्टानले घेरिएको ठाउँ हो र यहाँ चाहिँ आफूले चित्तको कुनै कुरा माग्यो भने अवश्य पनि पुग्छ भन्ने आस्था छ र पुग्छ पनि। र हामी चाहिँ घुमेर खाली नै थियो अघिल्लो दिन चाहिँ र त्यसपछि हामी अर्को ठाउँ गयौँ। हामी चाहिँ हलेसी महादेव, हामी चाहिँ आज हलेसीको टिम हलेसी आएका थियौँ, कोही सिराबाट कोही इनारबाट हलेसी यात्रा भयो। हामी 4 बजे हलेसी आइपुगेर दर्शन गरिओरी मेला अनि बसाथान जाँदैछौँ। केही क्षणमा हामी देखाउने छौँ अर्को बसाथान ठाउँ अरे त्यहाँ जा। यो चाहिँ बसाथान हो। भगवान यहाँबाट चाहिँ भागेर उता अर्कोपट्टि जानुभयो र बस्नुभएको अरे। हेर्नुहोस् गाई चाहिँ ऊ पनि थकित छिन्, कता गइन हौ खोइ, यता छिन् अर्की उता हुनुहुन्छ, ऊ हिँडिरहनु भएछ। म यता छु। यसपछि चाहिँ हामी आरतीको बेला भइसकेको छ र मान्छे कति धेरै भिड थियो। त्यो दिन चाहिँ भोलिपल्ट शनिबार भित्रै गर्ने गरेको थियो तर आज धेरै मान्छे भएको कारणले चाहिँ बाहिर गर्नुभएको थियो। को जानुभएको छ कमेन्ट गर्नु होला। हलेसी चाहिँ सबैजनालाई मेरो च्यानललाई सब्सक्राइब गरिदिनु होला। भोलिपल्ट चाहिँ हामी फेरि बिहानै 5:30 बजे उठेर लाइन लागिसकेको रहेछ र हामी पनि लाइन बस्यौँ र हाम्रो पनि पालो आएर मजाले पूजा गरिओरी निस्क्यौँ। यस्तै रमाइलो भयो। हेर्नु होला, को जानुभएको छ जानुभएको छैन कमेन्ट गर्नु होला। यसपछि चाहिँ हामी पूजा गरेर बाहिर निस्क्यौँ र बाहिर चाहिँ यस्तो थियो र यति भिड थियो, बाहिर झन् धेरै भिड थियो। त्यसपछि चाहिँ हामी निस्क्यौँ। हामीले हलेसीमा पूजा गरिसकेर चाहिँ हामी दिक्तेलतर्फ लाग्यौँ, अर्को मन्दिरतर्फ। यो चाहिँ नुनथला हो। मैले चाहिँ यो भिडियो पनि बनाएँ र हामी चाहिँ फाइनल्ली दिक्तेल पुगिसकेको थियौँ। दिक्तेलमा चाहिँ यहाँसम्म मात्र गाडी लगिदिँदो रहेछ र गेट हो। दिक्तेल चाहिँ यस्तो भइसकेको छ, धेरै राम्रो भइसकेको छ। पहिला भन्दा चाहिँ हामी चाहिँ यतै
रुम लिएर बस्यौँ अनि मन्दिरतिर लाग्यौँ। दिक्तेल बजार लैलै सम्झनामा आउँछु। दिक्तेल बजारको मजाको उकालो चाहिँ हामी टुई टुई हिँड्दैछौँ, हिँड्न नसकेर स्वासा गर्दै। एकजना चाहिँ अगाडि आइपुगेको छिन्, एकजना आउँदै हुन्छ, अरू चाहिँ तल्लै हुनुहुन्छ। है हामी चाहिँ आधी पुग्दैछौँ भर्खर उकालो चाहिँ। हामी चाहिँ मजा कालिका थान जाँदैछौँ। यस्तो उकालो स्याउ हुँदो रहेछ। तराई बसेर आएपछि चाहिँ म चाहिँ यता छु, गाईजुमा चाहिँ देखिरहेको चाहिँ दिक्तेल बजार हो। बाटो चाहिँ पुरै सिँडी छ, त्यही पनि हिँड्नलाई चाहिँ लास्टै गाह्रो हुँदो रहेछ। म चाहिँ स्यासे भन्दै हिँडिरहेको छु। केही सामान पनि छैन र पनि हिँड्न नसकिँदो रहेछ। पर गेट छ, पर नै हो, त्यहाँदेखि हिँड्दै आएको। यहाँ सिँडी हुँदै यहाँ आइपुगेको छौँ गाइज। गलेर चाहिँ लास्टै हुँदो रहेछ हिँड्न चाहिँ, के साह्रो यस्तो भएको नसकिने रहेछ। तपाईँहरू आउँदै हुनुहुन्छ भने चाहिँ तागतिलो भएर मात्र आउनु होला। मजा आउँदा चाहिँ दाजुहरू चाहिँ तल, म र यहाँ एकजना चाहिँ आइछिन्। मजा कालिका छिर्ने गेट, यो चाहिँ गेट गाइज। माथि डाँडामा पुगेपछि चाहिँ एउटा टावर जस्तो बस्ने ठाउँ जस्तो रहेछ र त्यहाँ पुगेपछि चाहिँ खोटाङ दिक्तेल बजार यस्तो देखिँदो रहेछ गाइज। राम्रो। हामी चाहिँ फाइनल्ली मन्दिर पुगिसकेका थियौँ र मन्दिर चाहिँ यस्तो नयाँ बनिएको रहेछ अहिले। यहाँबाट चाहिँ यस्तो देखिँदो रहेछ र हामी पूजा गरिसकेपछि हामी फर्क्यौँ। कस्तो लाग्छ लाइक कमेन्ट सेयर गर्न नबिर्सनु होला। चटपटे खाने अरे ऊ माथि बस्ने ठाउँ थियो, त्यो ठाउँ यिनीहरूलाई पचेन। यिनीहरू कहाँ जङ्गलमा भिरमा आएर यहाँ चटपटे खाने अरे। गाइज हामी कहाँदेखि यहाँ पिकनिक खान आएको? हामी विराटनगरबाट दिक्तेल मजुवागढी भगवती मन्दिरबाट अलिकति मास्तिर हामी यहाँ पिकनिक खाँदैछौँ। यस्तो छ है, यस्तै चाहिँ एउटा कोक लगाएको छ।
मजा दर्शन गऱ्यो अरे हामी चाहिँ फर्किसकेका छौँ। सेल्फी होला सायद हो तर हामी के अरे मजा दर्शन गरेर फर्किसकेका छौँ। नेता हुनुहुन्छ है है गलेर उकालो जाँदा त्यस्तै ओह्रालो जाँदा त्यस्तै। है ऐसेलु बट ऐसेलु खाँदा हामी चाहिँ काँडाले घोचेर मार्छ होला। कसरी खाने होला हे भगवान् कुन मन्दिरमा कति बजी खाना पायो हामी त उडाउन सम्भावना भएका छौँ। कहाँ हराएको उडायो हावाले यो मन उडायो हावाले मैसेल टिप्ने मान्छे चाहिँ रहन्। मन्दिर दर्शन गरिसकेपछि भोलिपल्ट हामी गाडीमा घर हिँड्यौँ। गाडीमा चाहिँ हामी गीत गाडीमा नबजाएको कारण आफै गाउँदै हामी चाहिँ रमाइलो गर्दै हिँडिरहेका थियौँ र सबैजनाले नै इन्जोय गर्नुभएको थियो। त्यस्तै हामी चाहिँ भिडियो बनाउँदा पनि हल्लिएर पुरै पाहाडको बाटो उफारिरहेको थियो। अब चाहिँ हामी घर आइपुगिसकेका थियौँ। मेरो भिडियो कस्तो लाग्छ लाइक कमेन्ट सेयर सब्सक्राइब गरिदिनु होला। थ्याङ्क यू सो मच। थ्याङ्क यू। किप वाचिङ।